हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ। अनि म चाहिँ हिजोको बासी रोटी तताउँदै अनि हजुरहरूले नास्ता खाइसक्नु भयो होला सायद मेरो भिडियो आउँदासम्म चाहिँ। अनि यता चाहिँ मेरो छोरीको पिठो पनि रेडी भइसकेछ बनाएर। अनि मेरो छोरी चाहिँ अहिले कतिखेर उठ्छिन् थाहा छैन। अनि यता चाहिँ सासूआमाको चिया पनि रेडी भयो, नास्ता पनि रेडी भयो। रोटी चाहिँ यस्तो छ है त साथीहरू, खिसी चाहिँ नगर्नु होला, खासै त्यस्तो बनाउन चाहिँ आउँदैन। अनि यता चाहिँ मेरो पनि तयारी भयो रोटी चाहिँ। अनि म खाँदैछु, गम खाँदैछु। कति मिठो भयो, धेरै वर्षपछि खाएको रोटी। खासै बनाउन चाहिँ आएन जस्तो छ है, रोटीको सेप चाहिँ मिलेको छैन कति पनि, तर मिठो थियो। आटाको हो, मैदाको चाहिँ होइन। अनि मेरो नङमा चाहिँ यस्तो फोहोरो थियो कि हिजो केरा ढलेछ अनि केरा काटेको आम्माहो चोप लाएर कपडाभरि नङभरि यति फोहोरो थियो, कालै भयो थियो। त्यही पनि खानु पर्यो है त साथीहरू धोएर। यस्तै छ जिन्दगी। अनि यता चाहिँ मेरो छोरी उठ्यो। मेरो छोरी चाहिँ आजभोलि एकदम ढिलो उठ्छ क्या। बिहान चाहिँ नास्ता खान नै ढिलो हुन्छ। पहिला चाहिँ 7 बजे नै खान्थ्यो हामीले नास्ता, आजभोलि चाहिँ ढिलो नै हुन्छ, छोरी उठ्दैन। अनि त्यही भएर हामी चाहिँ खाएर बसेको। छोरीलाई चाहिँ अब रेडी बनाउँदै उठेर मुखसुख धुने। अनि मेरो छोरी चाहिँ अल्छी छ क्या। अनि मेरो छोरीलाई नास्ता पनि रेडी बनाएँ। अनि मेरो छोरीलाई नास्ता दिएर म चाहिँ बाख्रालाई घाँस काट्नु गएँ। घाँस काट्नु जाँदा यस्तो फुल, यहाँ चाहिँ यस्तो फुलेको क्या फुल। अनि यो चाहिँ शीतलचिनी यस्तो राम्रो भएको छ। अनि यता चाहिँ तरुल है, सखरखण्ड। मैले चाहिँ अस्ति बर्खामा रोपेको, बर्खामा भन्नाले असारमा रोपेको। हुन्छ कि हुँदैन थाहा छैन, पछि भयो भने देखाउँछु है त साथीहरू। अनि यता चाहिँ चिचिन्डा चाहिँ हिजो सबै टिपिसकेँ, ठुल्ठुलो जति। यो चाहिँ कुहिएर यस्तो भएछ कि साथी। अनि म चाहिँ यता घाँस काट्नतिर लागेँ त साथी। अनि रुखमा चढ्न चाहिँ सक्दिनँ, त्यही पनि लट्ठीले तानेर रेडी बनाउनु पर्यो नि त बाख्रालाई। अनि म चाहिँ बाख्रा पनि ल्याएँ। बाख्राहरू सबै बिरामी भएर छेरेर बिजोग भयो। त्यति राम्रो भएन अहिले। अनि म चाहिँ यता बाख्राको खोर पनि सफा गर्नुपर्छ, अनि कपडा पनि धुनुपर्छ। हेर्नु त साथीहरू, लेउ लाएर यस्तो छ, त्यस्तै छ बर्खामा। अनि म चाहिँ एकछिन रेस्ट गरेँ। अनि रेस्ट गरेर चाहिँ खानासाना पकाएँ। अनि म चाहिँ बेलुकातिर बजारतिर लागेँ। बजार जाँदा चाहिँ खासै व्यापारीहरू थिएन, सबै खाली थियो, मान्छे मात्रै थियो। अनि यता चाहिँ यो एउटा होटल मात्रै थियो कि, अनि सबै खाली रहेछ साथीहरू। खै किन हो थाहा भएन, सबै खाली छ हेर्नु त। अनि म चाहिँ बजारबाट चाउमिन मोमो लिएर आएको थिएँ। अनि त्यही खाएँ हामी आमा छोरी सासूआमा। ल है त साथीहरू, बाई बाई।